नमस्कार, म राजेन्द्र देवकोटा, कृषि विज्ञ। कृषिको समसामयिक विषयमा छलफल गर्ने क्रममा आज म तपाईँहरूलाई सिजन अनुसारका कुरा अहिले आँप तराई, भित्री मधेस, पहाडी क्षेत्रहरूमा चाहिँ आँपहरू चाहिँ फुलिरहेको छ। अब आँपको बोट नजिकै जानुभयो भने अहिले चाहिँ यो गाढा खैरा रङका साना साना किराहरू एकदमै छिटो उड्ने गरेको पनि देख्नुहुन्छ। प्रायः आँपको पात र फुलमा देखिने यस प्रकारको किरा हो म्याङ्गो लिफ होपर, जसले फुल तथा पातको रसहरू खान्छ र त्यसले एक प्रकारको गम जस्तो च्याप लाग्ने मह जस्तो वस्तु छोड्छ, जसको कारणले आँपको पात मात्रै होइन, आँपको वरिपरि रहेका वनस्पति तथा वस्तुमा समेत च्याप लाग्ने वस्तुहरू देखिन्छ। यसमै पछि ढुसीको सङ्क्रमण हुन जान्छ र पात समेत कालो रङको हुन जान्छ, जसलाई सिटी मोल्ड फङ्गस भनिन्छ, जसको कारण पातमा प्रकाश संश्लेषण हुँदैन र बिरुवा रोगी हुन्छ। यस प्रकारको किराले ठाउँ र तिनीहरूको सङ्ख्याको आधारमा 20% देखि 100% आँपमा क्षति पुर्याउने हुन्छ। अब यस्तो किरालाई नियन्त्रण कसरी गर्ने भन्ने विषयमा हामी जाउँ। अब किरा र ढुसीको सङ्क्रमण सँगै दुइटै हुँदा सुरुमा किराको लागि दैहिक विषादी जस्तै डेल्टामेथ्रिन, इमिडाक्लोप्रिड 0.5 ml प्रति लिटर पानीमा मिसाई छर्नु पर्दछ। अरू पनि विषादीहरू हुन्छन्, अरू पनि छर्न सकिन्छ। जस्तै अस्ट्रेलियामा यस प्रकारको कीटनाशक विषादी आँप फुल्ने 7 दिन अगावै छर्ने गरिन्छ, किनकि आँपको परागसेचन गर्ने किरा नमरोस् भनेर यसरी चाहिँ 7 दिन अगाडि नै छर्ने गरिन्छ। त्यसै गरी अब ढुसीको लागि एक प्रकारको ढुसीनाशक विषादी वा प्राङ्गारिक हिसाबले नियन्त्रण गर्ने हो भने यो एरो रुट पाउडर वा स्टार्च मैदा समेत प्रयोग गर्न सकिन्छ। ढुसीनाशक विषादीमा हामीले बोडो मिक्सर चाहिँ 1% को घोल बनाइ पनि हामीले छर्न सकिन्छ। यसरी चाहिँ हामीले किरा र ढुसीको दुइटै नियन्त्रण गर्न सकिन्छ र आँपको उत्पादन धेरै लिन सकिन्छ। हस्, धन्यवाद।